ओके सो हामी चाहिँ अब आज हाम्रो लास्ट डे हो सो आज चाहिँ हामी अब जाने हो हामी बसेको थियौँ है रुम चाहिँ सब यस्तो यस्तो छ हामीले यहाँ 3 नाइट्स चाहिँ स्पेन्ड गऱ्यौँ 3 days 4 days 3 nights अब आज चाहिँ हामी त्यता अब इक्जाम जान्दाको 8:28 भइसक्यो अहिले सो 28 8:28 भइसक्यो अनि आज फेरि इक्जामको नाम लेख्दा 3 दिन लाग्छ कि आज छिटो जानुपर्छ सब्जेक्टिभमा यो सबै अनुभवबाट सिकेर अब अर्को पालि केही अर्को पालि चाहिँ अब राम्रो गर्नुपर्छ अनि यही हो जस अब चाहिँ हामी इक्जाम जान लागेको आज लास्ट डे हो कम्प्युटर इन्जिनियरको सब्जेक्टिभ पेपर सेकेन्ड डे यस्तै हो जीवन म सिक्दै नै छु ब्रदर कस्तो भयो हजुरको सब्जेक्टिभ हजुर साथीको चाहिँ खतरा भएको थियो नि हिँडिहाल्यो ए आज चाहिँ मोटेर मेरो मिसअन्डरस्ट्यान्डिङ भएछ होइन तर केही छैन छिटो निस्किम भनेको त केटोले त 3 घन्टै बिताइदियो कि एकदम गाह्रो बस्न है कुरेर होइन मैले त फेरि यसले 3 घन्टा आउलाले देखाएको थियो त्यो 3 घन्टा 3 घन्टा बस्ने रहेछ कि भनेर ठिकै छ आज ठिकै छ आज 3 घन्टा बसौँ न त भनेर अनि आज थाहा पाएको कि यो आज आउने कम्प्युटर इन्जिनियरहरूकोले चाहिँ कम्प्युटर अफिसरको चाहिँ भर्न नपाउने हो कि भनेर पनि त्यो पनि मिसअन्डरस्ट्यान्डिङ रहेछ है त्यो चाहिँ पाउनुहुन्छ तपाईँहरूले झन् तपाईँहरू चाहिँ जो कम्प्युटर इन्जिनियर तपाईँको लाइसेन्स भइसकेपछि चाहिँ वी क्यान एप्लाई टु दुइटै पोस्टको लागि है कम्प्युटर अफिसर र कम्प्युटर इन्जिनियरको लागि सो त्यो दुइटैमा पोस्टमा एप्लाई गर्ने दुइटैमा के अरे ट्राई गर्ने होइन कुनैबाट पनि निस्क्यो अब राम्रो त्यो चाहिँ हामीलाई प्रोभिजन छ हिजोकै ब्रदर भेटेँ त मैले हिजोको ब्रदर फेरि स्वागत छ कस्तो भयो आजको आज त जस्तै भयो मेरो त भयो कस्तो भयो आज अब अलिक एक्सपेक्टेसन अर्कै थियो अब टाइममा कभर गर्न सक्यो च्याप्टरहरू कभर गर्न सकेन अब तपाईँको फर्स्ट एटेम्प्ट हो मेरो पनि फर्स्ट एटेम्प आज ओके फर्स्ट एटेम्प हो अलिकति सोचे जस्तो भएन अलिकति पढाइ पनि पुगेन भनौँ अनेस्टली भन्नुपर्दाखेरि मेन कुरो रिभिजन पुगेन पढ्न सबै पढ्यो लास्टमा गर्दाखेरि चाहिँ समस्या भयो ओभरअल जस अब कोही हुनुहुन्छ नि त यो एक्सपिरियन्सहरू के हो हजुर उहाँलाई के भन्न चाहनुहुन्छ हार मान्नु हुँदैन राम्रोसित प्रिपेयर गर्ने तयारी चाहिँ राम्रोसित गर्नु पऱ्यो सिरियसली तपाईँले चाहिँ सायद कति एप्रोक्स कति महिना चाहिँ प्रिपेरेसन गर्न लगाउनु भयो मैले मेरो खासै ढिलो भएको थियो मैले चाहिँ धेरै गरेको छैन मेरो 1 month हो गरेको अब हिजो राम्रै भयो थियो आज चाहिँ अब अलिकति राम्रै गरौँ भन्ने सोचेको थिएँ अब के भयो तपाईँ कहाँबाट म अहिले सातोबाटोबाट ए काठमाडौँवासी हुनुहुन्छ हजुर हजुर सातोबाटोबाट म भर्खरै पासआउट पनि भर्खर भएको क्लास 6 हो अनि कम्प्युटर अफिसर चाहिँ भर्नु भयो कि नै छैन म खास मेरो फर्स्ट लोकसेवा नै फर्स्ट एटेम्प भयो कि मेरो पनि त्यही हो अनि तपाईँको चाहिँ कम्प्युटर अफिसर चाहिँ किन नभर्नु भयो म खासै त्यसमा इन्ट्रेस्ट छैन खास म इलेक्ट्रोनिक्स पढाएँ हो म चाहिँ खास मैले माथि सोधेको एउटा साथीलाई हजुर ऊ साथीले चाहिँ के अरे हामीले अलि नपाउने हो कि भनेर होइन पाइन्छ त्यस्तो रहेछ क्या उस चाहिँ होइन मिसअन्डरस्ट्यान्डिङ रहेछ सो तपाईँको त्यस्तो रहेछ थ्याङ्क यू ब्रदर यो एक्सपिरियन्सेसलाई फेरि दोहोऱ्याउनु चाहिँ हुँदैन होइन तर सिक्न चाहिँ पर्छ यो फर्स्ट एटेम्प्टको अनुभवलाई चाहिँ होइन हामीले फेरि नदोहोऱ्याइकन यहाँबाट सिकेर के भन्न सक्छौँ अर्कोचोटि पनि फेरि आउँला अनुभवलाई फेरि दोष दिउँला ल त्यस्तो चाहिँ होइन त्यस्तो चाहिँ होइन ल अब चाहिँ के अरे तपाईँहरूले पनि अब धेरै नयाँ कुरा हेर्न सक्नुभयो होला होइन केही अरूको अनुभवबाट नि केही सिक्नुभयो होला सो त्यही हो लोकसेवामा पनि यो आइटी पढ्नु भयो भने धेरै फिल्डहरू चाहिँ हुँदो रहेछ है मैले पनि बल्ल आफै इन्भल्भ भएर बल्ल थाहा पाएको हो नत्र मलाई पनि थाहा थिएन यो आइटी अफिसर हुन्छ कम्प्युटर इन्जिनियर हुन्छ भन्ने
सो यो भ्लग गर्नुको उद्देश्य पनि त्यस्तो कोही हुनुहुन्छ भने आइटी पढेको हुनुहुन्छ भने उनीहरूलाई पनि थाहा दिन हो पनि हो र समग्रमा चाहिँ लोकसेवा कस्तो हुन्छ होइन लोकसेवा कस्तो हुन्छ भन्ने त सबैलाई मलाई पनि जिज्ञासा लाग्थ्यो पहिला लोकसेवा कस्तो हुँदो रहेछ लोकसेवामा इक्जाम दिनेहरू है लोकसेवामा चाहिँ अब कसरी इक्जाम दिन्छन् अनि लोकसेवा दिएको के अरे अनुभवहरू कस्तो कस्तो हुन्छ भनेर चाहिँ त्यो चाहिँ हेर्न मन हुन्छ नि त कस्तो हुँदो होला लोकसेवा भनेर सो त्यहीलाई उस गर्न भ्लग गरे हो अब हामी यहाँ केही बुक स्टेसनरीहरू छ त्यहाँ चाहिँ हामीले किताब किनेर हामी अब त्यहाँ रुममा त्यहीँ होटेलमा खाना खाएर अब चाहिँ बसमा चढ्छौँ अब हामी त्यतिखेर भेट्छौँ है त ओके गुड बाई फाइनल्ली हामी चेकआउट गरेको खानासाना खाएर ल लाग्यो है आन्टी कस्तो क्या आइसु के कस्तो यस्तो छोटो बसाइमा नि एकदम है होइन कि घर जानु मलाई खुसी लाग्ने कि है छोटो बसे पनि एकदम माया बस्यो काठमाडौँसँग मान्छे त्यो बिचरा परदेशीहरूलाई त कति गाह्रो हुँदो है त्यही हो अब चाहिँ हामी चाहिँ कति जाने हो अरे अब हामी कलङ्कीबाट चाहिँ हाइस चलेर अहिले इट्स कति 2:11 अनि 2:11 भएको छ अलिक फ्रेम आइदिएन 2:11 अनि धरारा चढ्ने अब प्लान चाहिँ अब नेक्स्ट सायद यस्तो धरान चढ्छन् पनि पहिला भन्नुहोस् त यस्तो धरान कोही चढ्छन् र चढ्ने हो क्या त्यही पनि 200 तिरेर सो यही हो अरू त केही छैन मैले के भन्नु लाग्थ्यो बिर्स यार ए हामी चाहिँ त्यो हाइसमा चाहिँ अब एकदम फास्ट पुऱ्याउँछ अरे क्या हाइसले त्यही भएर अब घरमा 9-10 बजीतिर अब पुग्छौँ होला सो यही हो अब एकदम यादगार अनुभवहरू चाहिँ बटुलेर हामी जानेछौँ होइन सो त्यही हो मैले एकदम 4 दिन मैले मोटेलाई झेलेँ अब इट इज इनफ फर मी अब यो फाइनल ट्रिप होइन मोटे फाइनल हामी चाहिँ हाइसमा चढिसकेका छौँ अहिले कति बजी हो 2:47 हामी हाइसमा चढेको ठाउँको नाम हो कलङ्की चाहिँ मुगलिङ कति बजी मोटे अहिले 7:39 भयो PM सो हाइएस्टको स्पिड है अनम्याच्ड मुगलिङ सहर यहीँसम्म अरे बाटो अलिकति खतरा है अब चाहिँ यहाँबाट चाहिँ राम्रो छ अरे बाटो ल भाइ कहिले पनि बत्ती बालेको हाम्रो अहिले चाहिँ बाई ओके अहिले 9:27 PM मोटे चाहिँ अहिले पावर हाउसमा चल्दैछ होइन म चाहिँ उसले चाहिँ रोकेन होइन के अरे हाइसले चाहिँ खाना चाहिँ रोकेन सो त्यही भएर हामी चाहिँ छिटो आइपुग्यौँ 9:39 र अर्को चलायो मेरो जर्नी ठाउँ ओके अब म चढ्दैछु ओके ओके सो म चढिसकेँ म चढेको आइसकेँ यो चढेको मलाई चाहिँ माइती आउनुहुन्छ भन्नु हो
It's 10:22 PM. म चाहिँ अब खानासाना खाएर ब्रस गरेर म चाहिँ अब यो क्लोजिङ हो, यो क्लोजिङ नोट। सो एकदमै रमाइलो भयो। यहीँ बसेर चाहिँ मैले कहिले कति दिन 3-4 दिन अगाडि मैले मेरो ब्लग जर्नी सुरु गरेको। सो मेरो यो फर्स्ट ब्लग हो यो। सो यो चाहिँ अहिले आएर इन्ड हुँदैछ। सो यो उसमा चाहिँ रमाइलो भयो, रमाइलो अनुभव। रमाइलो भन्दा नि अब जस धेरै कुरा सिकियो यो अनुभवबाट। यो लोकसेवा परीक्षा कस्तो हुँदो रहेछ होइन, भोगाइबाट सिकेर अब खालि अनुभव मात्र बटुलेर त भएन नि त। फेरि अब आउने परीक्षाहरूमा चाहिँ अलिकति बढी समय अलि लगनशील भएर के त्यस्तो गरेर चाहिँ लाग्नु पऱ्यो। अनि रिभिजन धेरै गर्नु पऱ्यो, कन्सिस्टेन्ट हुनु पऱ्यो। एकदम इन्टेन्सिटीमा फोकस भन्दा नि कन्सिस्टेन्सीमा चाहिँ फोकस गर्नु पऱ्यो।